गाइस हामी त हिडियो घाँस फान्न जान लागेको हो। हामी घाँस काट्न जान लागेको छौँ बिहानै। हामी कहाँ जान लागेको हो भन्दाखेरि हामी घाँस काट्न हो कि नै भन्नु त केही केही भन्नु छ कि छैन? जाउँ घाँस फाडिदिने भनेको के हामी सूर्यमुखी फुल पनि देखाउँछौँ। घाँस यस्तो छ, जङ्गल बनेको छ, यसलाई काट्नु पर्ने हुन्छ। गाइस सूर्यमुखी फुल होइन, यो सूर्यमुखी तेल निकाल्ने हो। यस्तो राम्रो फलिरहेको छ। काट काट्ने क्या, छप 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 काट्ने क्या। अलिक जाऊ 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 यता न यता न अलिक पर। छैन र कबलीको पनि मन आएर छन् यहाँ। ल यहाँ काट्ने है, यता अब खुट्टा जबै हुन्छ। कस्तो नहेरेको है, काटिन्छ गरा। हामीहरू के गर्न आएको भनिदिनु त। हामीहरू घाँस फाड्न आएको यता घर मुनि जङ्गल भयो। अनि यो पनि पाइँदो रहेछ कि पाइयो है। जाउँ ल किरा रहेछ। ल ल घाँस यति गर्न काटेको यहाँ बाख्राले। यहाँ हेर्नुहोस् न यता कसरी यसरी देखिन्छ र देखिएन। ओके डट। त्यहाँनिर सूर्यमुखी छन्, हेर्न सक्नुहुन्छ। त्यहाँनिर केरा छ। सबै काट्ने यति धेरै छ त। यो सफा भएको छ, सबै सफा गरेको। छ नि रोप्नु आएको। त्यहाँ आँप छ। देखिएन।